हेलो गाइस, नमस्ते झोरले हैन। आज म चाहिँ भिडियो स्टार्ट गर्दै गइरहेको छु। भन्नु पर्दैन हैन, बाजी बिराम भएर सुतिरहेको छ। मैले एउटा घर डिस्टर्ब हान्दिछु के भन्दो रहेछ नि त बाजेले। सो गाइस हेर्नु होला, हेरेर लाइक कमेन्ट सब्स्क्राइब गर्नु होला नि त। बाजी भित्र सुतिरहेछ क्या। मायालु मायाले गाजलु लाउँदा त झन् झनै राम्री पौधे क्याउनी हो। ए कालो बाख्रा पालिरहेको थियो, खसी भयो बोका। पाले दाइले गाउँमा आउँदा भेटियो झोका। मलाई पनि एउटा राधा कृष्ण है मारी, जब तिमीले भेटेपछि मन सञ्चाला भयो। बारे दाइले बोक्लायो भनेर तिमी आज नसुत, यति धेरै कि फला। ए बुढा तिमीलाई के भयो भनेको छु मैले आज, तिमी भने मजाले सुतिरहेछौ। ड्युटी पनि नगएर सुतेको किन होला यतिसम्म ठग भए एको। यता भनी भर्खरै फोन चलाएर बसिरहेको थियो यो विष्णु भन्ने बुढा। देख्न सक्नुहुन्छ भर्खरै फोन चलाएर भइसकेको हो, अहिले पनि थाकिसकेछ। बारे दाइले बोक्लायो भनेर मलाई पनि देख्लायो। हेर त ए बाजे बाजे ए बाजे बाजे यता यता हेर न, यता आऊ यता आऊ न। अलि चिकन पिट्छु अहिले, यता आऊ न। यता आऊ, दबाई ल्याइदिनु परेन यति मर्ने हो। हटा यार, दबाई ल्याउनु पर्छ। तिमी बिराम भएछ है। ए तिमीलाई के भएर छिर्नु परेन। अङ्कल लिएर आइजाने छ, स्कुल लिएर आएको म त। छिटो उठ छिटो उठ। चट्नी कहिले पिस्छ त फेरि? अहिले जान्छौ? बिहा पनि जान्छु के भनेको? मलाई अब अङ्कल लगेर के भनौँ त? खासमा तिमीले के भएको र बाजे? ए अनि दबाई ल्याइजाँदा पर्दैन या ऊ भन्छ त चिक्नी। खै दबाई देखाऊ त, दबाई देखाऊ। ए बुढा खै दबाई देखाऊ त। अरू छैन? खै 2 गोलीको खोर्सा देखाऊ त। के को लाउँछ त? सुई बच्चा पाउनु भएको? होइन भात ल्याइदिउँ? खाउकै भात खानुपर्छ यस्तो बेला। दबाई खान्छौ फेरि दबाईले पेल्छ फेरि। के छ चट्नी मल पिसेर आएको के सुन्यौ? ए बाजे चट्नी मल पिसेर आएको। मगज म बोल्छ त्यो पनि अब गएर पिस्नु पर्ला मैले। अब तिमी अब सके जाऊ, नसके जबरजस्ती नगर है ल। सुन्यौ नरिसाउनु फेरि। मदन आज बाजे कहिले आउँछ चिल्ली भाजी खोस्टानी पठाउला भने बसेको, चिकन त आउँदै आउँदैन यार। ल आराम गर ल। ल म भात ल्याइदिन्छु, भात खाऊ नि फेरि ल। ल ड्युटी सके जाऊ, नसके जबरजस्ती नगर्ने। अरूले बोलायो भन्दैमा आफ्नो शरीरलाई दोधार पनि नपार ल। अब हरिबाल त अब बेलुका जसरी नि बोलाउने भनिरहेको छन्। अब तिमी अब सके जाऊ, नसके बस ल। ल सो गाइस बाजे त पुरा नोक रहेछ, किनकि बाजेलाई लास्ट गाह्रो भइरहेको छ। तर के गर्नु, मैले डिस्टर्ब हान्दै आइएम सो भेरी सरी। म हजुरहरू सरी भन्न चाहन्छु होइन। ठिकै छ गाइस, अब म चाहिँ कपडा धुनु पर्ने हुन्छ। यस्तो कपडा छ यहाँ नि, हिजो भर्खर एउटा ब्ल्याङ्केट धोएँ, यत्रो कपडा धोएँ। यहाँ 2टा मोजा छ, यहाँ सब दाइको कपडाहरू यो सब।
मेरो कपडा भने त यो मात्रै यो र यो मात्रै मेरो कपडा भने त सब दाइको कपडा केही त अब माइला भयो भनेपछि त अब सबै गर्नु पर्दो रहेछ साह्रै गाह्रो भएको छ यार अब म नि यहाँबाट भाग्छु होला हौ च्याउ लाग्छ कामबाट गर्दा यार त दाइको कपडा उहाँ कामबाट नि आउनुपर्छ दाइको कपडा नि धुनुपर्छ त्यही भएर अब दाइबाट पर जानु पऱ्यो कि दाइ त अहिले पर काम गर्ने दाइसँगै नबस्ने दाइसँग बस्यो भने त कपडा धुनु पलाउँछ केटोले यहाँ त्यही म एउटा पलान बनाएको छु अब त्यो पलाउन सक्सेस हुन्छ कि हुँदैन त्यही हो यस्तो रुखा पनि लगाइरहेछ र दुखाम लागेको बेलामा गुलियो चिज मात्रै खानु मन लाउँछ अझै दिनदिनै कोल्ड ड्रिङ्क खान्छु 40को 20को जुखाम नलाएर के लागोस् सोधै जा कपडा पनि धुनु पर्ने हुन्छ धन्नै आज दाइको कपडा छैन आज त म एक्लै छिचिरहेको छु यहाँ बेस्टा छ कपडा भिजाउनु पर्ने हुन्छ यता धेरै सफ यस्तो छ बाथरुमहरू केटाहरूको यो चाहिँ मेरो साबुन हो यो साबुन फेरि लुगा नरायण भाइ केटाले भ्याइदिइहाल्छ नि ए बाजे बिराम भएर भर्खर उठेछन् यसलाई दबाई सबै खै खाएको भन्छ कि दबाई खायो नि फेरि खाने हो ए नसके सुतेर बसेकै ल्याउनु पठाऊ किन आफै जबरजस्ती गर्छौ र या सोगाइ त्यही हो बाजे बिरामी हुनुहुन्छ बाजेलाई हल्का सेवा गर्नुपर्ने हुन्छ सोगाइ अहिले पछि भेटाउनु पर्छ ल